हेलो गाइस मैं कुली हूँ मैं हाथ काटे मम्मी कहाँ है ए चैट चैट ल अब ल कुरा गर्दै काट्दै तिमी चकुले काट हो तिमी चकुले काट गोपी काट नानी हजुर तिमीले के गरेको हो र तके बनाका के ए मेरो हेल्प गर्न लाको तेरो छिन मम्मीले गोपी काट के तिमीलाई मम्मीको माया लाग्छ र लाग्छ जति मलाई हात छिल्छ नि नानी छिल्ले म क्यामेरामा हेर्दै कुरा गर न मम्मी मेरो हातमा घाउ छ हो अब तिमीले अस्ति नै सोधेको कुरा भुल्यौ किन म सोध्छु ल भुलेछु एक्टिङ गरेको ल सुन न यता के अरे हाम्रो देशको नाम के अरे नानी नेपाल नेपाल हो अनि नेपालको सुन न नेपालको राजधानी कहाँ हो नि काठमाडौँ हो तिम्रो घर कहाँ हो नि कालिका स्थान तिम्रो मामा घर गाईघाट हो अनि हाम्रो के नेपालमा नि कतिवटा जिल्ला छन् नानी 77 छन् अनि हामी बस्ने प्रदेशको नाम के हो नि ए अनि यो लुम्बिनी कति नम्बर पर्छ अरे 5 हो र 5 पर्छ के 5 सुन न मेरो सुन न यता ए सुनि छौ अनि हाम्रो राष्ट्रिय चरा के है छ डाफे हो तबे भुलबाउ के डाफेको नाम मैले कस्तो भुल्छु के बर्थडेमा बोलाउँछु बर्थडेमा बोलाउँछु अनि सुन न हाम्रो राष्ट्रिय जनावरको नाम फेरि के हो त गाई ए अनि हाम्रो राष्ट्रिय फुल के है छ गुलाब के ए मलाई फेरि यादै नभएको तिम्रो पढ्ने स्कुलको नाम के त होइन तिम्रो आज बर्थडे तिम्रो बर्थडे कहिले हो नानी कार्तिक कहिले फेरि कार्तिक 25 हो के अनि सुन न एउटा कुरा सोध्छु ए भुल्छौ के भएन म सम्झाइदिए सुन न यता तिम्रो स्कुलको नाम बताइदेऊ नि त किड सेभेन्स हो तिम्रो साथीको नाम सुदिदी के हो नि मम्मीको नाम होइन सुदिदी के अरे सुदिदी पाण्डे हो ए अनि तिम्रो मामा घरको आमाको नाम के अरे गाईघाटको आमाको नाम अनि तिम्रो यो यहाँको घरको फेरि सुन न ल अनि तिम्रो यहाँ घरको आमाको नाम के हो त के बोलेको तपाईले यहाँ घर आमाको नाम के हो तिम्रो पार्वती हो अनि तिम्रो बुवाको नाम के हो नि अर्जुन छेत्री तिम्रो दिदीको नाम के हो नि नै दिदी के तिम्रो दिदीको नाम शक्ति दिदीको मम्मीको नाम के हो नि बिनिता अनि उहाँ आमा फोनमा बोल्ने दिदीको नाम के अरे शक्ति दिदीको आमा नाइ के अब त भाइको मम्मीको नाम के के भुल्छौ र त्यस्तो पनि भुल्दिने हो है आविष्कारको मम्मीको नाम के हो आविष्कारको मम्मीको नाम थाहा रहेछ त अङ्कु त शक्ति दिदी भन्ने अनि सुन न हैन अनि तिम्रो आन्टीको नाम के हो नाम भन पिट्नुहुन्छ फेरि फेरि नाइ तिम्रो आन्टीको नाम भन पहिला मेरो आन्टीको नाम मेरो सानो मम्मी नाम भन्ने हो नि त के हो आन्टी तिमी बोल्दैन म नाम थाहा भएन तिमीलाई नाम पे बोला नाम भन त म कस्तो बुझ्छु के बोल्दिनौ के सङ्गीता आन्टी नाटक गर्छौ तिमी पनि फेरि जाँदैछौ सङ्गीता आन्टी अनि तिम्रो त मोटी मोटी आन्टीको नाम के हो त्यहाँ तिमीलाई बेलुन किनिदिने ललिपप किनिदिने आन्टीको नाम रितु आन्टी तिम्रो ठुलो मम्मीको नाम के हो म कस्तो बुझ्छु के म बोल्दिनँ म गएछु भाइ ठुलो मम्मीको नाम भन
ठुलो मम्मीको नाम ताको दिदी नाम भन के नाम मलाई ठुलो दिदी मैले के भन्छु अरे ठुलो मम्मीलाई तपाईँ दिदी नाम आउन न तिमीलाई आउँछ त भन सम्बितको मम्मी हे भगवान नाम भन न तिम्रो मामाको नाम के मामाको नाम निदाम अर्को मामाको नाम ऋतिक अनि अर्को मामाको नाम मलाई थाहा छैन न्यान अनि मिष्टीको दाइको नाम के हो त मनदीप गुड अब ठुलो मम्मीको नाम बताइदेऊ ठुलोको नाम सन्ते थाहा रहेछ त सन्ते होइन सन्तु भन्ने सन्तु पाटे अनि ठुलो ड्याडीको नाम भनिदेऊ न ठुलीको नाम सम्बितको बाबा नाम चाहिँ के हो त नाम तपाईको भिन्न छु ए भगवान नाता यिनलाई जति नाता कसैलाई आउन तिमीलाई नाता लगाऊ भने होइन कि नाम सोधेको कस्तो भुल्छौ तिमीले विशाल भन्थ्यौ या अनि तिम्रो ड्याडीको नाम लास्टमा ड्याडीको नामै आएन मेरो ड्याडीको नाम बाबा नाम भन के नाम नाता नभन म गएँ त्यसो भए जाम छोडेर अनि भन ड्याडीको नाम भन डेली बोल्दिनँ के भनेर बोलाउनुहुन्छ अरे बुवाले बुवाले के भनेर बोलाउनुहुन्छ नि हो विश्व थाहा रहेछ त अनि मेरो नाम के हो त थाहा छ त अनि नाटक गर्छिन् त्यो सबै आउँछ ल सबैलाई बाई बाई गरिदेऊ बाई बाई हाम्रो भिडियो हेरिदिनु भन हाम्रो भिडियो हेरिदिनु है नभन्नु है किन भन्ने नानी मम्मीको प्यार गर्ने वाला भन्ने भन त ल मम्मीको प्यार गर्ने वाला कमेन्ट में के लेखे मैं आइले बुने के ल बाई गरे ल बाई